भिडियो हेर्ने सम्पूर्णलाई नमस्कार। म शिवर ओली, कर्णाली प्रदेश, सल्यान मेरो घर। म हाल रोजगारीको सिलसिलामा वहीँको दुबईमा छु। आज छुट्टी थियो, शनिबार। मैले आज दिनभर के गरेँ तपाईँहरूले देखाउन खोजिरहेको छु। यदि तपाईँहरूले फुर्सद छ भने कृपया तपाईँहरूले यस मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। तपाईँहरू बिचमा आज दिनभरि के कस्तो क्रियाकलापहरू गरेँ तपाईँहरू बिचमा देखाउन चाहन्छु, लैजान चाहन्छु भिडियोतर्फ। भिडियो यसरी सुरु हुन्छ। जहिले पनि 6 बजी नै उठ्ने मान्छे आज छुट्टी भएको कारण अलि अबेरसम्म सुतिएछ। निकै नै अल्छीपन देखिएको थियो, अल्छी लागिरहेको थियो र खाली पेटमा पानी पिउनुपर्छ भनेर पानी पिएँ र त्यहाँ बिस्ताराहरू लथालिङ्ग भएको थियो। निकै नै छाटछिटाङ भएको थियो, बिस्ताराहरू मिलायो तन्ना ब्ल्याङ्केटहरू र मैले रुमभित्रै सामान्य एक्सर्साइज गरेँ। एक्सर्साइज नगरेको धेरै भएको थियो यस्तो एक्सर्साइज र कामभित्रै एक्सर्साइज पसिनाहरू छुटिहाल्छ, बगिहाल्छ र त्यही पनि मैले सामान्य रूपमा एक्सर्साइजलाई मैले कन्टिन्यू गरेँ र बेला बेलामा कन्टिन्यू गर्नुपर्छ। स्वास्थ्यको लागि धेरै फाइदाजनक छ एक्सर्साइज र सामान्य नर्मल हो। त्यसो प्रत्येक दिन दाँत माझेँ चाहिँ आज समय भएको अलि लामो समयसम्म दाँत माझेँ। मैले त्यहाँ ऐना हेरी दाँत माझेँ। निक्ने समय थियो र हेनास गरेँ। मैले हात धोएँ, अलि मिची नियमअनुसारले मैले हात दिएँ, हातहरू धोएँ र मुखहरू खुल्ला गरेँ। निकै नै समय भएको कारणले मैले त्यसैले आज टाइम लगाएर मुखसुख धोएँ र चिया थियो मसँग, चिया बनाएँ र बिस्कुटहरू थियो, नास्ता खाएँ। निकै नै भोक लागेको थियो, चिया पिएँ, नर्मल चिया थियो र दुईजना साथी मिलेर हामीले खाना बनायौँ। बजार गएर सागहरू र चिकनहरू ल्याएका थियौँ र खाना दुईजनाले मिलेर खाना बनायौँ। निकै नै हामीले खाना त आवश्यक पर्छ। खाना एकछिन 1 बजीतिर खाना बनाएर राख्यौँ। रुमहरू फोहोर थियो र मैले सुत्ने ठाउँतिर झाडु लगाएँ र खाना पकाउने ठाउँतिर सबैभन्दा फोहोर थियो र त्यहाँ खाना पकाउने ठाउँमा पनि मैले झाडु लगाएँ र खाना खाने ठाउँतिर पनि फोहोरहरू थियो र खाना खाने ठाउँतिर पनि मैले झाडु लगाएँ। निकै नै त्यहाँ फोहोर थियो, बरस भन्छ यता, हामीतिर नेपालतिर झाडु भन्छ। र मैले सुत्ने ठाउँतिर मोमो लगाएँ र सुत्ने ठाउँ सबै एरियामा मैले मोमो लगाएँ र साथीभाइ सबै मिलेर खाना खायौँ। भाइहरूले खाना सबै मिलेर खाउँ भनेर दुःख सुखका कुराहरू गर्दै नेपाल या विदेशका सबै दुःख सुखका कुराहरू गर्दै हामी खाना खायौँ। त्यहाँनिर हाँसो ठट्टा पनि भयो। सुत्ने बिस्तराहरू पनि मैले धुनुपर्ने थियो र त्यहाँ सबै तन्नाहरू, सिरानी फलहरू, आफ्नो लगाउने ड्रेसहरू मैले वासिङ मेसिनभित्र मैले राखेँ धुनलाई र सबै सरफहरू राखेर रेडी पारेँ र 1 घन्टा 48 मिनटको मैले समय टाइम राखेँ। नङहरू पनि लामो थियो र हातका नङ मैले काटेँ र खुट्टाहरूको पनि नङहरू काटेँ र खासै दारी त थिएन, त्यही पनि छोटो दारी पनि हाम्रो कम्पनीमा अलाउड छैन र पनि दारी काटेँ र मैले गर्मीका कारण र सरसफाइ गर्दा गर्मी भएको थियो र नौते कार्यक्रम सकेँ। खासै तपाईँहरूलाई मनपर्ने खालको उत्साहित भिडियो त छैन, तैपनि भिडियो बनाउने प्रयास गरेको छु, माया गरेर साथ दिनुहोला। नौदय कार्यक्रम सकेपछि मसँग केही मात्रामा फलफुल थियो र फलफुलहरू खाएँ। आजको भिडियो यहीँ टुङ्गिएको जानकारी गराउँछु र बाँकी अर्को भिडियोमा भेटौँला भन्दै आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्छ तपाईँहरूले माया गरेर साथ दिनुहोला। अर्को बाँकी भिडियोमा भेटौँला भन्दै छुट्टिन्छु। नमस्कार।